दिदी आफै नहाल्नु बस आफ्नो हाल्नु के मैले पठाएको पैसाले मसला लागेर कहाँ पोख्नु भएको छ होइन पोख्नु गएको होइन अब दिन्छ मैले पठाएको पैसा निकाल दिन्छ छैन अहिले निकाल एक हिसाब गरेर निकाल नत्र होइन म छोडेन तँलाई बुझिस् राम्रै पनि भन्न गर्न बुझिस् मेरो बुढा किन्नु सक्छस् मेरो बुढा किन्नु सक्छ तैँले किन लु किन मेरो बुढा किन ले 30 लाख होइन मलाई 60-70 लाखले लुले मेरो बुढाको मूल्य त्यति छ लुले 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 ले राउले सक्छस् किन्नु सक्छस् मैले मेरो बुढा तैँले लगिस् ले मलाई पैसा ल्याए बुझे ले मलाई त सिर उठाउनु पर्यो नि त जे भन् त यसको त म जेठी बुढी हो नि त लुले ले ल सिर उठा जतिले मेरो त सिर ढल नि त मेरो त सिर ढल चार चौरा चढ्दै हिँड्ने तेरो इज्जत छैन तेरो त कहीँ पनि सिर ढल्दैन जतिवटा बिगार्दै हिँडे पनि जतिवटा पुरा भने पनि तेरो त उयो सिर ढल्दैन मेरो त सिर ढल नि त उठा लु मलाई चाहियो ले 50-60 लाखले मेरो सिर उठाउनु पर्यो पहिले अब एकदम मेरो बुढा तेरो पास राख्नु छ पास राख्छस् भने ले मलाई म त्यसै छोड्छु मेरो बुढाले मेरो कमाइ खाइस् तैँले मेरो कमाइ पनि ले 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 कमाइले मेरो कमाइले है मलाई चाहियो मैले उहाँबाट कमाएर अर्काको टोइलेट जुठा भाँडा उनीहरूलाई भ्याइ नभ्याइ आफू खाइ नखाइ कमाएर पठाएको छु तैँले त्यो खाएको छस् ले ले त्यो मलाई चाहियो ले मैले त दुःख गरेर पठाएको छु नि त म मोज मस्ती गरेर त पठाएको होइन मैले त्यही खाएर त बलियो भएर कसैले नसकेर छोडे ठुक्का छाडा छोडेको तँलाई कस्तो छाडी भएको छाडै त छोडेको भन्नु पर्यो नि अर्काको बुढालाई बोलाउने सुताउने अझ उ के भन्छ सुत्नु त सँगै सुतेको त्यस्तो नराम्रो काम चाहिँ भएको छैन तँलाई भन्नु सक्दैन सुतेपछि त्यस्तो हुन्छ हुँदैन छोरा मान्छेले छोड्छ तँलाई शरम लागेन के शरम यस्तोलाई के शरम है शरम त कहाँ यस्तो दुनियाँको बुढा बिगार्न कहाँ शरम लाग्छ त हामीलाई पो शरम हुन्छ त तँलाई कहाँ शरम लाग्छ त होइन दुनियाँ कतिजनालाई बिगारेको छ त्यता छाडा बाटोतिर बुझिरहेको उयो छ यहाँ के भन्छ यहाँ के भन्छ माउ बाख्री जङ्गली माउ छ दुनियाँको बुढा बिगार्ने उनीहरू पनि चिनेर काँडाहरू मारिरहेको पल्लो बाटोकोहरूबाट बिगार्छ यसमा छोड्यो भने बिगार्छ दुनियाँलाई बिगार्छ यसले दुनियाँलाई बिगार्छ अहिले आज मलाई बिगाएर भोलि अर्कोलाई बिगार्छ पर्सि अर्कोलाई बिगार्छ यसलाई छोड्नु हुँदैन है लानु पर्छ यिनीहरूलाई ठाउँमै पुऱ्याउनु पर्छ ठाउँमै बोल्न सक्छस् मेरो बुढाको मूल्य दिनु सक्छस् मेरो बुढाको मूल्य मैले त मागे जति मूल्य दिनु सक्छस् बोल्दैनस् त बोल्छस् बोल्दैनस् हौ बोल्न किन भोटम खडा भरे यता खडा म आँखा जुदार तेरो आँखामा राख्नु जुदार लु भन् सक्छस् कि सक्दैनस् मेरो बुढाको मूल्य दिनु सक्छस् कि सक्दैनस् ले मेरो सिर उठा अब मेरो सिर त ढल नि त मेरो सिर ढलेको छ मेरो सिर खडा भने यहाँ खडा हुनु पर्यो मेरो सिर यता यो होइन यता खडा भएर यहाँ मेरो आँखामा आँखा जुदाएर बोल मेरो आँखामा आँखा जुदाएर बोल है मेरो बुढा खोज्दै आँखा जुदाएर पनि बोल्नु सक्नुपर्छ ओइ पक्कै लाग्छ मेरो अब चाहियो नि मलाई त
मलाई त चाहियो नि त के चाहियो यसले मेरो सिर उठाउनु पर्यो नि मेरो सिर त झलेको छ नि त यो जस्तो त होइन नि त म त दुनियाँलाई बुढा बनाएर हिँडेको त छुइनँ नि त चाहियो मलाई भन्दा यो चाहियो भन्न भोलि अनि भन्छ त चाहियो त भन्दैछु त मलाई त चाहियो त कति लाग्यो पैसा चाहियो नि सिर उठाउने त सिर कसले उठाउँछ हुन्छ पैसा चाहियो नि मलाई त सिर उठाउनु तेरो पैसाले तेरो सिर उठ्छ अब त्यहाँ दुईजना नछुट्टिन भएपछि त अब तेरो यो दुईटाले तेरो पैसाले तेरो सिर उठ्छ त भन्न तेरो इज्जत होइन मेरो सिर नउठेन नि तेरो इज्जत ढलेको यिनीहरूले पैसाले पनि तेरो सिर उठा उठ्दैन नि जुन तरिकाले पाउनु पर्ने त्यो नदेओस् त त्यो नदेओस् त तेरो नामको मेरो नानीहरूलाई हुनुपर्छ मैले पाउने मेरो नाममा हुनुपर्छ बुझिस् तँलाई त यही बुझिस् त्यो सम्पत्तिको बुझिस् तँलाई त यत्रो सम्पत्ति छ भेना हेर्नु यत्रो भैँसी र 12-13 रहेछ गाई बाख्रा यत्रो छ तपाईँ के यसरी बिग्रेर हिँड्नु पर्ने खालको मान्छे त होइन नि हेर्दाखेरि के भएर म त्यो रक्सी नै बिग्रेको आमाले भात पकाएर राखिदिनु भएको छ अरे बाउले कमाइरहेको सम्पत्ति छ बाउले दुःख गरेर कमाएको सम्पत्ति अझै पनि ससुरले मरि दुःख गरिराख्नु भएको छ छोरा चाहिँ के हो रमायो रजाइ गर्दै गरिराख्नु भएको छ ससुराले बाउको हालेर बाउ मर्ने बेला अलिकति भोलि बाउको उमेर भइसक्छ छोरा पाल्ने बेला यस्तै तरुण लिएर हिँड्नु पर्ने छोरा आफू पनि उनीहरू त्यही हुँदाखेरि आफ्नो पनि छोराछोरी त्यही गर्दा के गर्नुहुन्छ यही रन्डी सर्पाउँ भयो नि त यो कुनै पनि उमेर भएन उमेर पैसा भइसक्यो अब नगर्ने बात अब नि योसँग बस्दैन यसले एउटा मान्छे पायो भने छोडी राखेर यो अर्कोसँग पहिला हुन्छ यो कति पहिला हो एकजनासँग गइसक्यो आफूलाई पनि अलिकति मनमा प्रतिमाया अलिकति हुन्छ नि आफ्नो बुढा हुँदाहुँदै त्यत्रो हेर्न विदेशमा गएर कमाएर बिचरा त दाइ पनि हुँदै जस्तो हामीसँग बोलिराख्नु भएको थियो बुढीको हालत भर्खर विदेशबाट बुढी घर त्यो लाने अस्ति 1 वर्ष अगाडि लानु नि किन अहिले रहेको लाने नि त सल्केको थियो लानु नि पहिले किन आउने बेला लिएको बुढी आउने थालेपछि किन बुढी आएर खोज्छ न लिएर हिँडेको त्यो सालीहरूको कस्तो छ बानी थाहा थिएन सालीको बानी कस्तो छ भनेर बोल्नु नि के मुखमा के लगाएको छ भात खाएर गएको होला त जाँदाखेरि साली कस्तो हो थाहा थियो नि सालीले कहाँसम्म पुऱ्याउँछ थाहा थियो नि मैले गल्ती गर्नुहुन्छ हुन्छ हुँदैन थाहा थिएन अब चाट गर्दै बस्छ चाट बेला अगाडि चाट भन्दैछु त मैले देखौँ न छोरी म हेर्छु नि त बुढीको हालत त्यस्तो सुकेर ठाडै म अर्काको देशमा घरमा गयो भने घरमा एउटा विदेशमा गएर के भरे कम्पनीमा गएको थियो केटासँग लाग्यो होला पैसा पठाउन घरमा गएको त घरमा गएर अर्काको टोइलेट बेडरुम सफा गरेर कमाएको पैसा पठाइदिइरहेको छ अनि के हो बारे यस्तो अलिकति के हिँड्ने बेला यसो भएको थियो हामीलाई पनि किताब साइज यस्तो भयो मलाई यो तिम्रो दिदी मन परेन भनेर के भन्नु नि अगाडि नै हामी पैसा नि हालिदिन्थ्यौँ आफ्नै विदेश हुने पैसा पनि तिमीले हाल्ने झनै राम्रो अलिकति मैले देरी गरेछु त पैसा चाहिँ मैले हेरेको 18 तारिकको फ्लाइट भनेको होइन अनलाइनमा हेरेको 18 तारिकको फ्लाइट मान्छे के हो यस्तो विदेश गएर कमाउने बेलामा के हो यस्तो हेर्नु रहेछ 18 तारिक जाने भनेर 16 तारिकको दिन 15 तारिक दिन फोन गरेको थियो पैसा हाल्ने भनेर माथि गरेछ घरमा अनि घरबाट फोन गरेर फेरि कान्छीले म त्यो दिन आउनु भ्याउँदिनँ भने कान्छीले हप्काइ दप्काइ गरेर मलाई पैसा आज कता चाहियो म 18 तारिकको फ्लाइट छ भनेर माथि इरामदेखि घरलाई झापा धर्न कति टाइम लाग्छ थाहा छ नि तपाईँहरूलाई पनि र पनि फोन गरेर कन्ट्याक्ट गरेर तलबाट पैसा हालि मागेर कान्छीले पर्सिबाट दिन पैसा भाइले हालेको पैसा अरे भाइले हालेको पैसा अनि त्यहाँदेखि पैसा पाउनु भएको हो त तपाईँले दाइ पैसा पाउनु भएको के सक्यो पैसा कि छ 1,05,000 सक्नुभयो त्यो पहिलेदेखि 1,05,000 पहिले नि हामीले पैसा खिचेर पैसा ठिक र त विदेशबाट बुढीले पठाइदिए नदिँदाखेरि अलिकति ढिलो भयो भने अनि यहाँ गाउँ माइतबाट पैसा हालिदिनु पर्ने के बुढीको सेलरी महिना मर्दा मात्रै पैसा आउँथ्यो अनि महिना नमरिकन नहुँदाखेरि अब माथि घर फोन गर्ने कहिले पैसा हाल्दै पछि मिलाउँछु भन्ने हामी दिदी बहिनी त मिल्नु त पर्दैन तर पनि अब जति दिदीले पैसा डिमान्ड गरे हामीले त्यो साथ हालिदिनु पर्यो नि उहाँबाट महिना मर्दा मात्रै पैसा आउने महिना नमर्दाखेरि हामीले पैसा हालिदिनु पर्ने घरबाट त्यो चाहिँ के हो कारण यत्रो हेर्नु बाउ आमालाई लुकाई पैसा तपाईँलाई बुढीले पैसा पठाइदिएको छ
आमालाई पैसा हाल्दाखेरि घरमा तिमीलाई मैले होइन आमाको नाममा पठाउँदाखेरि 15,000 डिमान्ड गर्थ्यो 15,000 झिका भन्दाखेरि तिमीलाई झिकेको झिक्दैनौ भन्नु थियो झिकेको कि झिकेनौ 15,000 10,000 त्यहाँदेखि उता मैले पैसा पठाएको छुइनँ अहिले मसँग सिलिप छैन होइन न हो भन्छ 3,000 4,000 15,000 मागिस् तैँले के भन्छ यहाँ ऋण छ म ऋण तिर्छु भने 15,000 मागिस् त्यो 15,000 पनि मैले पठाइदिएको आमाको नाममा हाल्दैन आमाको नाममा कति पैसा हालिदिन्थिस् जी आमाको नाममा धेरै पैसा हालिदिन्थिस् अनि 15,000 भेनमा सुरा दिन्थिस् महिना दिनको सेलारी थाप्थे 15,000 पहुँचला अनि अरू आमा घरमा नानीहरूलाई आमाहरूलाई दे भनेर बाउलाई त्यसरी बाउदेखि लुकाएर आमाहरूलाई दे भनेर अनि यसलाई म त्यसो गर्थेँ बाउदेखि लुकाइ मैले यसलाई पैसा पनि हाल्दिएको काठमाडौँको त भेनमा पैसा मैले नै हालेको नि फेरि सबै माइतबाट हालिदिएको छ पासपोर्टमा आउने पैसा मैले हालेर पैसा हामीले माथिबाट हालेको थियो दिदीको कुरा नगरे हामीले काठमाडौँमा पासपोर्ट बनाएर हालिदिएको पैसा खोइ सिलिप काट्ने यहाँले पैसा पठाएको सिलिपहरू बकाइको छ काठमाडौँबाट पासपोर्ट बनाएर आएको छैन पासपोर्ट लास्टमा पासपोर्ट बनाएर आएर पनि बन्ने गरी आइकिन पनि पछि के भने पासपोर्ट बिग्रियो भने दिदीलाई ठिक्का पारेछ मैले त थाहा पाइगयो भेनाले पैसा खान आँटेको भन्दा दिदी नहाल्यो भने होइन हो दिदी पासपोर्ट भेनाले अगाडि त मलाई पासपोर्ट देखाइ छैन उहाँले त भिडियो कल गर्दा मैले किन गएको भन्दाखेरि पासपोर्ट बनाउनु गएको भन्थ्यो भने अनि भनेपछि हेरौँ भन्दाखेरि पासपोर्ट सबै बनिसकेको छ राम्रै भइसकेको अनि फेरि भोलिबाट पैसा पासपोर्ट नाम बिग्रियो मिस्टेक भयो भनेर फेरि दिदीलाई पैसा हालिमाग्यो दिदीलाई पैसा नहुँदाखेरि फेरि माथि फोन गर्यो अनि फेरि कसरी नानीहरू भोलिबाट चाहिँ कसरी पासपोर्ट निकिन्छ भोलिबाट त्यो बिग्रेको दिनको भोलिबाट पासपोर्ट फेरि आउँछ रिन्यू गरेर आउँछ गफ नदिनु नि त्यतिखेर रिन्यू गरेर त्यो गऱ्यो भोलिबाट फेरि अर्को नयाँ पासपोर्ट आउँछ भन्नु त तपाईँहरूलाई बन बिग्रियो भने फेरि भोलिबाट नयाँ पासपोर्ट दिन्छ त बनाएर दिँदैन नि कसरी दिन्छ भोलिबाट कसरी नाम मात्रै बिग्रियो नाम भोलिबाट सोचाएर कुन चाहिँ त्यो पासपोर्ट बनाउने ठाउँमा बनाएर दिन्छ मेन पावर कहाँ हो के गरेर पासपोर्ट बनाउने ठाउँमा पासपोर्ट बनाउने त्यो त मेन पावर कुरा पासपोर्ट बनाउने ठाउँको कुरा गरेको हो काठमाडौँमा 3 दिनमा लिनु जाँदाखेरि कुरा नगरौँ न तपाईँ त्यतिजना पैसा अब तपाईँलाई नि लाग्छ अब उहाँ दुईटा घरबार पहिले बिग्रिसकेको छ छोराछोरी 2 जना 3-4 वर्षको नानीहरू छोडेर हिँड्ने मान्छे अब तपाईँसँग पनि जिन्दगी बित्ला उहाँसँगै जिन्दगी कट्ला भन्ने लाग्छ तपाईँलाई के भएर लाग्छ कसरी विश्वास बुढीप्रति छैन भाउजूप्रति कस्तो राम्रो बुढीप्रति भयो भाउजू लिएर हिँड्छ भन्नु त के कारणले चाहिँ विश्वास लाग्यो छोरी बिना हुँदा त सबै तपाईँ मैले गरेको हेन यहाँ जिउँदा ठाडो हुँदा हुँदा सालीले गर्नुपर्ने अहिले त के हो यस्तो अलिकति लाज छैन अनि तपाईँलाई अब घर परिवार सबैलाई छोरीहरू यस्तो अवस्थामा पारेर बुढीले त्यत्रो विदेशबाट कमाएर दुःख गरेर पठाउँदाखेरि पनि त्यति गर्दा पनि धोका दिएर हिँड्ने मान्छेले अब तपाईँलाई चाहिँ धोका नदेला जस्तो लाग्छ त यता भाउजू चाहिँ तपाईँले भनिदिनु पर्यो यत्रो सानो नानीहरू यत्रो श्रीमती विदेशमा गएर दुःख गरेर उहाँहरूकै लागि गर्दाखेरि उहाँले छोडेर तपाईँलाई लिएर हिँड्नुभयो भनेपछि अब तपाईँलाई नछोडी तपाईँसँगै जिन्दगी बिताउनु होला त उहाँले चाहिँ बिताउनै पर्यो बिताउनुहुन्छ विश्वास त दिलाएको होइन पहिले पनि होइन पङ्कजलाई विश्वास दिलाइदिएको पैसा पनि पठाइदिन्छ होला उहाँबाट होइन महिना पछि पैसा पठाउँदैन सानो नानीको माया लागेन छोरा खोइ तपाईँको होइन काकी तपाईँलाई तपाईँको नानीमा त माया लागेको छैन भन्नु त अनि माया लाग्छ साइनो लाग्ने हो नि त जे भए पनि हो किन भन्नु त देवरसँग जानु तपाईँको नानी यत्रो छ आमा बरु बाउ नहोस् आमा भए जस्तो हुँदैन बुझ्नुभयो भनेको दिनमा के हुन्छ भनेर सोच्नु भएन तपाईँहरू त हामीभन्दा त धेरै केटो हो त अब एकछिनको मजाले जेठो कहाँ कलिले छ भने नगरेको छ कलिले सकेको 26 वर्ष पुग्नु भएको छ फुलको नभएको कस्तो बिजो फुल्छ भन्नु त ल काका पनि तपाईँकै लागि त दुःख गर्नु गएको त हो नि कलिले हो नि बिचरा सिटीमा 10 सिटी हाल्दा निकाल्न जान्थिस् लाइला त हाम्रो काकामा पनि छोरी छ
काकाको पनि छोरी छोरी छ काकीले दुःख गरिराख्नु भएको हेर्नु त बिचरा नानीले अस्ति छोरीले कति रुँदै रुँदै अहिले पनि रोइरहेको अवस्था छ हेर्नु त छोरी बिचरा कति धेरै उसलाई नराम्रो लागेको छ तपाईँलाई केही लाग्दैन त्यो विषयमा मलाई 2 वर्ष बुढी नहुँदाखेरि त भाउजूमा जानुपर्ने अरू केटी कहीँ देखेन छैन तपाईँहरूलाई कसैले त्यहाँ गाउँमा हामीलाई कसैले केही भनेको त थिएन नि त अरू केटी थिएन अरू कति देखिनस् भाउजूमाथि जानुपर्ने चाहिँ के थियो अरू केटी देखेन सानो नलाग्ने एकति मैले म खुसीले कान्छी बनाएर भित्राउने के हो त देखेन अरू कुनै केटी देखेन त्यो गाउँमा सबैले पट्याएर त्यही भाउजूले पट्याएको थियो सानो नलाग्ने त्यो सानो कहाँ देख्छ त कलिलो भर्खर कुनै भेटेको